गृहमन्त्री सुदन गुरुङको छानबिन सकियो, हामीलाई फेरि पनि चाहिन्छ सुदन गुरुङ नै गृह मन्त्रालयमा। यो एमालेको नेता बलात्कारीलाई कारबाही गर्नको लागि भए पनि सुदन गुरुङ नै चाहिन्छ गृह मन्त्रालयमा भन्ने 17 जिल्लाबाट जनता कति हुनुहुन्छ समर्थन सुदन गुरुङलाई गर्ने भन्नुहोस् त। यो संसद भवनमा तोडफोड गर्ने, आतंक फैलाउने, अर्काकै छोरीलाई बलात्कार गर्ने, अर्काकै छोरीलाई प्रेग्नेन्ट बनाएर भाग्ने सांसद बन्नेहरूलाई कारबाही गर्नको लागि फेरि पनि गृह मन्त्रालयमा सुदन गुरुङ नै चाहिन्छ। गोर्खाको छोरो, आँटिलो बाउको छोरो हो सुदन गुरुङ भनेको। सुदन गुरुङ गृह मन्त्रालयमा नहुँदाखेरि अहिले देशमा हुलुङ्गा बनिरहेछ, गुन्डागर्दी बढिरहेको छ। सुदन गुरुङलाई फेरि पनि गृह मन्त्रालयमा हामीले देख्न पाउनुपर्छ भन्ने जनताहरू कति हुनुहुन्छ। अब फेरि पनि गृह मन्त्रालयमा सुदन गुरुङलाई नै गृहमन्त्री बनाएर देशमा सुशासन कायम गर्नुपर्छ, शान्ति कायम गर्नुपर्छ, कानुनको हिसाबले चल्नुपर्छ। नेपालमा कानुन उल्लङ्घन गर्ने व्यक्तिहरू धेरै बढिरहेछन्, गुन्डागर्दी धेरै बढिरहेछन्। गृहमन्त्री सुदन गुरुङले राजीनामा दिइसके पछाडि बलात्कारीहरू धेरै बढे, हत्याराहरू धेरै बढे, भ्रष्टाचार माफियाहरू, लुट धन्दा गर्नेहरू धेरै बढेका छन्। त्यही भएर फेरि पनि गृह मन्त्रालयमा सुदन गुरुङ नै चाहिन्छ हामीलाई अब।